बिजोक पेट्रोल पम्प छैन, पेट्रोल पम्पमा पेट्रोलै नभएपछि कनार हो लागिन्छ मास्टर यात्रा ढल्दै ढल्दै। आप देख सकते हो ये जंगली इंसान। किसे उतर रहा है हम माइल वर्सेस एनिमल कर रहे हैं अभी। अब हम इतना बड़ा चट्टान में चढ़ के नीचे आ रहा है। बहुत भयंकर रिक्स है इधर। हेलो नमस्ते, तपाईहरुलाई स्वागत छ मेरो छोटो मिठो ब्लगमा। म माइसेल्फ सुमन। तपाईहरुलाई चाहिँ आज म एउटा सानो मिठो ट्रिपको भिडियोहरू देखाउन गइरहेको छु। आज मसँग छ सुशान्त पौडेल, आज मलाई पिकअप गर्न आउनु भएको छ। बस सुशान्त के छ? यो चाहिँ मेरो फर्स्ट टाइम भ्लगिङ हो, सो म अलिकति नर्भस छु। मैले केही माथि तल शब्दहरू बोलिहाल्यो भने माफी गरिदिनु होला। र अब सुशान्त केही भन्दा हाम्रो यात्रा कहाँ हो अहिले? अब अहिलेसम्म फिक्स छैन। बाटोमा गएर चिया खानु ब्लग चिया खाने कि नखाने? चिया त खानु पऱ्यो, चिया त लभरै हो। प्लानिङ चाहिँ हाम्रो सिस्नेरीको होइन अहिले चाहिँ। अहिले जाँदा मुड आयो भने अब त्यति टाढा छ, बेलुका फर्किहाल्नुपर्छ ड्युटीतिर। सो भ्याइहाल्यो भने मुड छ भने सिस्नेरी चलिदिन्छौँ, तपाईँहरूलाई भ्यूहरू देखाउनेछौँ। र अहिले चाहिँ हामी अब लाग्नेछौँ। धन्यवाद। टिकट काटेको छु ल, हामी दक्षिणकालीको ढोका पुग्यो। हामी अहिले ट्याक्क दक्षिणकालीमा छौँ होइन। दक्षिणकालीमा म र साथी सुमन सर हुनुहुन्छ। अब टक्क हामी यहाँबाट सिस्नेरी लाग्छौँ। हाम्रो फाइनल डेस्टिनेसन भनेको सिस्नेरी छ। वहाँ पुगेर पौडी खेलेर सानोतिनो भिडियो बनाएर फर्किहाल्नु पर्ने छ। अब आलेको जबमा जानु छ, 4 बजी पुग्नु होइन? 4 बजी पुग्नु छ। ल है त गाइज। ल कि हामी चाहिँ अहिले एकछिन रेस्ट गर्दैछौँ यहाँनिर। अलिकति गर्मी भयो, कारण पनि पिस छ यहाँनिर, हावाहरू मजाले लागिरहेछ। र यो बिच क्रममा चाहिँ हाम्रो सुशान्तको चाहिँ त्यस्तो कुरा नगरौँ, त्यो कुरा पछि गरौँ। अब हामी यहाँबाट लाग्छौँ होइन, हाम्रो हतार पनि छ अलिअलि। अनि यो चाहिँ अब हाम्रो यात्रा चाहिँ आज च्यालेन्जिङ नै हुनेछ, किनकि अहिले हामीसँग 11 बज्यो। 4 बजीमा एनी हाउ हामी दरमा पुग्नेछौँ। र यो 5 घन्टाको यात्रामा चाहिँ सबै रमाइलोहरू हामीले कम्प्लिट गर्नेछौँ। पोस्ट पनि गर्छौँ हामी। पोस्ट आज नै गरिदिन्छौँ। हामीलाई एडिटिङ पुरै चाहिँदैनन्, जे छ फ्याट्टै। लागिन्छ न अब यात्रा। हामी अब दक्षिणकालीबाट लाग्यौँ है त गाइज। ल अहिले चाहिँ हाम्रो राइड चाहिँ भएन। अब सिस्नेरी जम्मा 3 किलोमिटर रहेछ होइन त्यो ठाउँबाट चाहिँ। हाम्रो राइडर चाहिँ एकदम फुकार भएर चाहिँ मलाई डरै लाग्यो एकछिन त। ओ माई गॉड! हाल्दैन फेरि।
नियर टु द सिस्नेरी हो गाइस एकदम सिस्नेरीमा चाहिँ पुगिसक्यो अब धेरै 1 किलोमिटर नि छ कि छैन अब हेर्नु त बाटो हेर्नु त बाटो ओ माई गड बाटो भत्कियो अहिले चाहिँ हामी सिस्नेरी ठाउँ आइपुगिसकेका छौँ साथीहरू तपाईँले देख्न सक्नुहुन्छ पहिला यहाँ घरहरू थियो यताबाट जाने बाटो थियो अहिले मर्मत हुँदै रहेछन् बाटो छैन अहिले यहाँबाट खोला तरेर आउनुपर्ने रहेछन् हामी आयौँ पानी खाँदैछौँ छ हाम्रो अब धेरै छैन सिस्नेरी खोला पुग्नलाई जस्ट अब यहाँबाट लगभग 10 मिनट जतिमा हामी पुगिन्छौँ त्यहाँ गएर पौडी खेलिन्छौँ एकछिन भाइ त छ बाटो एकदम खच्चडै छ साथी बाटो एकदमै खतरा रहेछ उफारा हामीलाई अरू भनेर ढाड चाहिँ सोचिँदा पुरै के भन्दै थियो आज त्यो त थियो जस्तो लाग्छ पहिलाको गाडी पहिलेले बन्दै हाल्थ्यो क्या खोला पहिला सिस्नेरी त होइन सिस्नेरी आएको धेरै पछि आयो मैले धेरै समयपछि आएको सिस्नेरी साइकलमा पहिला सोल्टीहरू साइकलमा आएर छ होइन आगोमा त्यतिखेर साइकलमा आयो भनेपछि एकदिन आउने एकदिन जान त लागिहाल्यो मसँग साइक्लिङ गर्ने साथीभाइहरू सबै बाहिर पुग्नु भइसकेको छ तपाईँ बाहिरबाट हेर्दै हुनुहुन्छ भने कतिको मिस गरिदिनु छ यो ठाउँलाई कमेन्ट गरिदिनु होला धेरै यादगार छ यहाँ मौका मिल्यो फेरि आउन यसरी अब बाइकको मलाई लास्टै माया आइरहेको छ अब मसँग अहिले सुशान्त छ यसको ठाउँमा गर्दैन भए कति रमाइलो हुन्थ्यो यात्रा अहिले उसको ठाउँमा मेरो गर्लफ्रेन्ड भइरहेको भए मलाई रमाइलो हुन्थ्यो तर तिमीलाई त साँच्चै रमाइलो हुन्छ त्यो बाटो चाहिँ खत्तमै रहेछ खत्तमै हुन त यति बाटो ठिकै हो होइन अरू हेरी चाहिँ तर त्यो बाटो नै खत्तम त खत्तमै अब डट बाइकहरूलाई सजिलो छ यो बाइकले चाहिँ त्यो गाह्रै छ है सिस्नेरी त्यहाँ हामीले देखिसकेको छौँ होइन त्यहाँ छ पुल कुन बनाइदिन्छ सिस्नेरी आइपुगेका छौँ मान्छेहरू पनि रहेछ आज टन्नै पौडी खेल्दैछन् अब यो हामी पनि एकछिन खेल्छौँ गर्ने भइरहेछ राम्रो रहेछ ठाउँ पहिलाभन्दा राम्रो मर्मत नै गरेको रहेछ अहिले सरसफाइदेखि सबै कुराहरू अब टिकटको लाइफ ज्याकेटको पनि सिस्टम रहेछ यो भने एकदम राम्रो हो बाइकको लागि सेफ्टी पनि हो आफ्नो ज्यानको लागि सेफ्टी पनि हो यसरी राख्नु भने लाइफ ज्याकेटहरू पहिला हान्छ हान्दिनँ होला चिसो छ जानु पनि डर लागिरहेको पुरै भिजाइदियो यार मलाई त कस्तो आयो
म चाहिँ डुब्की लगाएर बसेँ घरै मजा आयो फ्रेस भयो पानी हाले जाडो हो रे सुन्दिनँ जाडो ट्याक्क हामी सुस्नेरीमा छौँ होइन पानी पुरा हरियो त्यहाँ हाले लाचिस हौ ल अब हामी सानामा पिकनिक खेल्नलाई गइरहेछ मास्तिरतिर जान्छौँ हामी बाटो यस्तो छ गाह्रो छ बाटो यस्तो त्यहाँ यसरी चढ्न लगाइदिँदा बाटो त यो यहाँ त ओहो यो त रक क्लाइम्बिङ गरे जस्तै भयो त यहाँ है गाइस अनेसरी भिडियो गाह्रो परिरहेको छ सरलाई अहिले त्यहाँबाट फुटाएन त एकदम दुःख गर्दै साथी कठिनाइमा एकदम म्यान भर्सेस वाइल्ड टाइपमा यस यस स्पाइडर म्यान भयो गाह्रो छ झर्नलाई अब सुशान्तको पालो लम्बो छ फाइनल्ली झरिहाल्ने अब यहाँ माथि सानो वालामा जाने यहाँ ठुलोमा खेल्न सकिएन डर लाग्यो खेल्नलाई खेल्न आउँदैन ज्ञान मात्रै भिजाउन आएको माथि पनि सानो छ अरू माथितिरकोमा जाऊँ कस्तो हो हेरौँ यहाँ चाहिँ एकदमै सानो रहेछ यो चाहिँ हामीलाई ठिक्क पर्फेक्ट प्लेस गजब छ तिम्रो लागि ठ्याक्कै पर्फेक्ट छ यो ठाउँ हाम्रो लागि सानो अझ योभन्दा नि सानो चाहिँ अझै माथि छ ठिक छ ल हाम्रोलाई पनि त्यहाँ हेर न पानीको क्रिस्टल मा त्यस्तो सिस्नेरतिर आइरहेको थियो होइन अनि आउँदा आउँदा बाटोमा यस्तो आउँदै थियो आउँदा यसो हेरेको यहाँ हामी त हिप्पोपोटामस भेट भएको छ यहाँ यहाँ नि पानी गहिरो रहेछ यहाँ पनि अब हामी खेल्न नसक्दो रहेछ गहिरो छ यो पनि हाम्रो लेभलको लागि होइन अब हामी माथि नेक्स्ट थर्ड लेभलमा जान्छौँ सानो गएर गोडाकोतिर आउने ठाउँमा फाइनली हाम्रो चाहिँ थर्ड प्लेस हो यहाँ पनि गहिरो छ भने हाम्रो घर जान्छौँ अब खेल्दिनँ राम्रै छ हाम्रो यहाँ स्विमिङभन्दा पनि बढी रक क्लाइम्बिङ भइसक्यो चाँडो गर न आप देख सकते हो ये जंगली इंसान किसे उतर रहा है ये हम वाइल्ड वर्सेस एनिमल कर रहे हैं अभी अब हम इतना बड़ा चट्टान में चढ़ के नीचे आ रहा है बहुत भयंकर रिक्स है इधर ये देखिए भाई साहब लोग एक केरा दो बेलौटी लेके आए हैं भाई साहब सिमी मोटे नयाँ अहिले ओभरअल भ्यू नै देखिन्छ भनौँ न यो चाहिँ सानो सिस्नेरी भयो त्यहाँ तल चाहिँ अलिक मेन छ होइन
मेरो काम है ल साथी ओली त छन् तल जाँदैछन् तल ओली गाइस एकछिन यतारी हो आले मैले चिप्लो ज्यादा स्विमिङ भन्दा पनि ज्यादा यहाँ रक क्लाइम्बिङ भइसक्यो पौडी खेल्ने लास ल्याएको रक क्लाइम्बिङ चल्यो ठिकै छ मजा आयो महेशमती साम्राज्य के कसो आले साम्राज्य होइन मलाई त साम्राज्य मात्र थाहा साम्राज्य मन पर्छ तिमीलाई सिस्नु गयो सिस्नु सिस्नो घारीमा जम्प फ्रम हियर तल नसकेर मासतिर चढेँ माथि पनि डर लागेको थियो तर अझै आउट गरौँ यहाँ ब्रदरहरू छ बचाउनलाई लाइफ ज्याकेट लगाएर बसिरहेको छ म आउट गर्छु ब्रदर उ गएर है म हाम फालिहाल्यो डुबिहाल्यो अरे बचाउन आऊ है ब्लकै रेडी भइसक्यो मैले आधी पानी बाहिर फाल्छ होला